फर्स्ट क्याच सानो हेर्न सक्नुहुन्छ ल मसला परिसकेको छ फर्स्ट क्याच अनि अब यसबाट चाहिँ माथि हेर्दा यस्तो डर लाग्ने छ यहाँ वेटिङमा छ यहाँनिर पानीको आवाजले गर्दाखेरि मैले चाहिँ आवाज अफ गरेँ बल्ल बल्ल परेको अवस्था फोर्थ स्टोकमा आएर बल्ल पऱ्यो त माछाले कुदाउनु कुदाइरहेछ पानी बढेर हो क्या आज पानी अलिक कम भएको भने पानी सानो आज पानी बढी भएको पनि छ हुनाले गर्दाखेरि माछा लागे पनि सानो सानो लागिरहेछ अवस्था साइज के आछ कत्ले पर्यो हानेर यहाँ वेटिङमा बसिरहेको छु म पहिरो चाहिँ गहिरो रहेछ यहाँ धेरै कि भनेको माछा नपर्ने भयो आज धेरै रिस्क छ है साथी हो यता माछा मार्न आउनलाई यस्तो छ है ठाउँ चाहिँ यो है स्पोर्ट माछा मार्ने स्पोर्ट गहिरो भन माथि गर्मी भइसक्यो यार माछा मर्दैन हिँड्दा हिँड्दा माछा लागेन आज डुल्ने मात्रै काम भइरहेको छ
बन्जी जम्प ल त्यो भइरहेछ कहाँ हो यो यस्तो बडा छ ठाउँ यार यार माथि उँभो कहाँ हो हेरेर साथै छैन यार भाडा यार डिस्टर्ब गरेर कस्तो माछा यस्तो आउँछ माछा खराब छ यार चप्पल परेको त्यो भयो कि यति धेरै चप्पल तानिसक्यो मिस खाँदैन माछा आउँदैन चप्पल यो लोकेसनमा आइयो यस्तो छ लोकेसन ल यहाँबाट माथि हेर्दै जाउँ यस्तो छ यता यस्तो छ है फिसिङको लागि यहाँ आइयो माछा लागेको छैन ठाउँ चाहिँ यस्तो छ यो माथि चाहिँ हिँड्नु मात्रै भइरहेछ माछा लागेको छैन ल यो फेरि तेस्रो ठाउँ लोकेसन चेन्ज यस्तो ठाउँ आएको लोकेसन चेन्ज एकदम डेन्जरस छ यहाँ चेन्ज लोकेसन मात्रै हो तर माथि लागिरहेको छैन होइन ठाउँ चाहिँ यस्तो छ तलबाट यो चाहिँ यहाँबाट गएपछि यस्तो छ तल एकदमै साथी हुन्छ दुईजना आएको आज पनि माछा खासै लागिरहेको छैन माथि यस्तो छ त्यस्तो ठाउँ है हट नम्बर हो यहाँ एकदम भित्र भित्रबाट आएको बल्ल बल्ल परेको अवस्था फोर्थ स्टोकमा आएर बल्ल पऱ्यो हुन्छ माछाले कुदाउनु कुदाइरहेछ पानी बढेर हो क्या आज पानी अलिक कम भएको यो पानी सानो बढी धमिलो पनि छ हुनाले गर्दाखेरि माछा लागि पनि सानो सानो लागिरहेछ माछाले दुःख दियो खोलाई खोला माथिबाट आएको अब यता हाल्दैछ घाममा माथि पुगिसक्यो हाल्दै 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 आएको अलिअलि परेको छ माछा सनै भइसक्यो बढेर होला कसै धेरै माछा लागेन थोरै थोरै लागिरहेछ
होसमा गरेर लिएको माछा आजको थोरै धेरै परेन है यो अलिअलि मात्रै पर्यो आजको एक छाक